माटोभित्र लुकेको सुन आज बाहिर आउँदैछ। हेलो, राधे राधे, गुड मर्निङ सबैजनालाई, शुभ प्रभात। आज चाहिँ हामी माटोभित्रको सुन अर्थात् बेसार हार्भेस्टिङ गर्न जाँदैछौँ। यो बेसार चाहिँ हामीले पोहोर नै हार्भेस्ट गर्नुपर्ने थियो, तर पोहोर चाहिँ हामीले हार्भेस्ट गर्न पाएनौँ। त्यही भएर हामी चाहिँ यसपालि बेसार हार्भेस्ट गर्न गइरहेका छौँ। अनि यहाँ चाहिँ मम्मीले भिडियो भनेर फोटो खिचिदिनु भएछ, अनि पछि फेरि भिडियो खिच्न थाल्नुभयो मम्मी। बेसार खन्दै गर्दा एउटा कुरा भन्दै गरौँ है त। म चाहिँ काभ्रेपलाञ्चोक जिल्ला 5 खाल नगरपालिका अनि लाम्डी भन्ने ठाउँबाट हो। हामी चाहिँ सानो बेलादेखि नै तरकारीहरूमा बेसार हाल्ने गर्थ्यौँ। अब त्यति बेला त बेसारको प्रयोजन पनि थाहै थिएन, तर पछि हुँदै जाँदा हामीले बुझ्यौँ कि बेसार चाहिँ एकदमै राम्रो घरेलु एन्टिबायोटिक हो। बेसार चाहिँ धेरै कुराहरूमा युज गर्न सकिन्छ र बेसारले हामीलाई स्वास्थ्य सम्बन्धी धेरै फाइदाहरू पनि दिने गर्छ भन्ने कुरा त हामी सबैजनालाई थाहै छ। अनि यहाँ जब बेसार खन्दै थियौँ नि, यो चाहिँ एकदमै साह्रो रहेछ कि। हिजो पानी परेको थियो र पनि हाम्रो गाउँमा चाहिँ रातो माटो भएको भएर त्यति धेरै नरम हुँदैन, माटो एकदमै साह्रो हुन्छ। अनि मैले चाहिँ खन्ने पनि सानो लिएर आएको रहेछु। अनि मम्मीले चाहिँ अलिकति ठुलो ठुलो बोट भएको ठाउँमा चाहिँ खन्दाखेरि अलिक धेरै हुन्छ होला भनेर भन्नुभयो, तर धेरै यहाँ चाहिँ बेसार हामीले पाएनौँ। अनि पछि चाहिँ हाम्रो के सल्लाह भयो भनेदेखि यो चाहिँ जुन सोतरहरू देख्नु भएको छ नि, त्यसलाई चाहिँ सोरेर ओरेर अनि त्यसमा चाहिँ फेरि अलिकति पानी परेपछि अलिक ठुलो कोदालो ल्याएर, अहिले चाहिँ कुटोले खनिरहेको छु मैले, कोदालो ल्याएर खनौला नि त भन्ने भयो। र पनि हामीले त्यहाँ चाहिँ बेसार खनि नै रह्यौँ। हामीले हिम्मत हारेनौँ है, साह्रो भए पनि बेसार खनि नै रह्यौँ। अब हामी नेपालीलाई त रुगाखोकी लाग्दा अनि त्यसपछि घाँटीहरू दुख्दा बेसार पानी हामीले सानै बेलादेखि खाइरहेकै हौँ। अब यसमा पनि यस्तो अर्ग्यानिक बेसार पाइयो भने त यसलाई सुकाएर राखेर अनि आफैले ग्राइन्डरमा पिस्दा पनि भयो, धेरै छ भने त अब मेसिनमा पिस्दा पनि भयो, अथवा यही बेसार जुन काँचो बेसार छ नि, यसलाई पनि तपाईँहरूले ग्रेट गरेर अनि थोरै दुधमा अथवा पानीमा पकाएर खानुभयो भने चाहिँ यसले धेरै हेल्थ बेनिफिटहरू चाहिँ दिने गर्छ। अनि अर्को मैले अघि भने जस्तै बेसार बिना त तरकारी हुँदैन हाम्रो। अनि जब हामी त्यहाँ खनिसकेर माथि आयौँ नि, माथिमा चाहिँ एकदमै धेरै, त्यो माथिको बारीमा चाहिँ एउटै बोटमा धेरै बेसार हामीले भेटायौँ। त्यहाँ चाहिँ धेरै बेसार थियो। अनि खन्न पनि जब बेसार धेरै देख्दै गयौँ नि, त्यसपछि खन्न पनि जाँगर लाग्दै आयो। अनि यहाँ चाहिँ अलिकति नरम पनि थियो माटो, सो यहाँ चाहिँ हामीले धेरै नै बेसार फेला पार्यौँ। अनि हामीले चाहिँ बारीमा आँप, एभोकाडोहरू पनि लगाएका छौँ। अनि अहिले चाहिँ आँप फुलिरहेछ। अनि यहाँ चाहिँ हाम्रो अनार पनि छ। अनि यो चाहिँ जापानिज भङ्गटे हो, यो पनि छ। अनि त्यसपछि त्यहाँ कटहर पनि छ है। यो माटोको काम गर्दाखेरि तपाईँहरूले मोजा र पन्जा चाहिँ लगाउन नबिर्सनु होला, जसले गर्दा हातहरू फोहोर हुन पाउँदैन। यहाँ त जति खन्यो त्यति बेसार आइरहेछ, खन्न पनि मजा लागिरहेछ, खुसी लागिरहेछ। यस्तो खुसी लाग्दो रहेछ नि त्यो खन्दै जाँदा। बेसार त ओखो आएको है, तर मैले चाहिँ खन्न नजानेर हो कि किन हो, धेरै बेसार चाहिँ काटेँ के, मतलब कुट्टोले नै काट्यो। यस्तो राम्रो राम्रो बेसार आइरहेको थियो यहाँ। मम्मी पनि खुसी भएर भिडियो बनाइदिँदै हुनुहुन्थ्यो, म पनि खुसी भएर काटिरहेको थिएँ। अनि कुनै कुनै बेसारहरू चाहिँ पोहोरको बेसार रहेछ, त्यो चाहिँ कुहिएको छ क्या, तर कुहिएको बेसार पनि त्यसको चाहिँ नराम्रो स्मेल आउँदो रहेछ, गन्ध आउँदो रहेछ क्या, बेसारकै स्मेल आउँदो रहेछ। यस्तो राम्रो बेसार लाग्यो। मतलब मैले चाहिँ अब बेसार पहिला चाहिँ खनेको थिइनँ, मम्मीहरूले खन्नुहुन्थ्यो अनि गर्नुहुन्थ्यो, त्यसमा चाहिँ हामी पखाल्ने ओर्ने काम चाहिँ गर्दैनथ्यौँ। तर खनेको चाहिँ मैले थिएन। यस्तो रमाइलो हुँदो रहेछ यो बेसार खन्नलाई पनि। हार्भेस्टिङ इज द भेरी गुड थेरापी के। मलाई चाहिँ यो गार्डनिङ अनि यो हार्भेस्टिङ चाहिँ एकदमै मजा लाग्छ गर्नलाई। सो आज चाहिँ हामीले यो काम गऱ्यौँ। अनि तपाईँहरूलाई चाहिँ यो बेसार सम्बन्धी अरू के कुराहरू थाहा छ, बेसारबाट के गर्न सकिन्छ भन्ने कुरा थाहा छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अनि यो भिडियोलाई पनि तपाईँहरूले चाहिँ माया गरिदिनु होला। अब यो चाहिँ बेसारको लास्ट पार्ट भयो। अब यसलाई हामीले सुकाउँछौँ पखालेर, अनि फेरि एकचोटि नेक्स्ट टाइम सुकिसकेपछि पखालेपछि चाहिँ यो प्रयोगको लागि रेडी हुन्छ। यसलाई पिँधेर अनि आरामले बट्टामा प्याक गरेर राख्ने हो। अनि यति गरिदिइसक्दा चाहिँ हात पनि पहेँलो पहेँलो भएको थियो, तर यति बेसार उत्पादन गर्न सफल भयौँ हामी। बाँकी नेक्स्ट पार्टमा है त।